के होला भाइ मोबाइल एक्सचेन्ज हुन्छ कस्तो फोन छ फोनहरु Redmi Note 9 के छ बिल बक्सहरु छ बिल बक्सहरु त छ अहिले त बिल बक्स लिएको छैन फोन चाहिँ मात्र लिएको छ यो Note 9 बेचेको थिए के सोनीको फोनहरु हैन सबै मेरै हो मेरै हो त सबै कस्टमरले बेचेको हो हैन मेरै हो सबै यो दुईटा LCD गयो बनाउनु खाटामा बेच्ने बनाउनु खाटा खाबा यो चाहिँ गाडीबाट झरेर गाडीबाट झरेको फोन त क्यारे भित्र सिक्युरै हुन्छ यो मात्र झरेको यो पहिलेको जस्तो यो Note 9 को मदरबोर्ड भएको थियो मदरबोर्ड भएकोमा उनीहरूले मलाई काम गर्दै थियो यस्तो पुरै फोन लिएर मैले बनाएर दिएको यसको चाहिँ LCD भएको अब के गर्नु दिने त भने त परमान त त्यही फोनमै छ नि अब बनिसकेपछि मेरै लक मेरै फोटो मेरै सबै लक टुरिस्ट खोजिरहेको छ त्यहाँ भएर फोटोहरू त्यो दोकानमा पनि निक्लिनु पर्छ ल किन बुलालाई हुन्छ एक्सचेन्ज भन्दा पनि म क्यासमै दिन्थेँ तर मलाई विश्वास लागेन विश्वास नलागेपछि